डोरी नकाट्नु यहाँ त यस्तो घटना घट्यो त आउनु पर्छ भनेर मैले नमस्ते सम्पूर्ण साथीहरूलाई मलाई पनि के सबैतर्फबाट है यो आज सन्देशमूलक भिडियो चाहिँ होइन हजुरले भिडियोमा चाहिँ के बुझ्नुहुन्छ कस्तो बुझ्नुहुन्छ आफ्नो मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट बक्समा दिन चाहिँ नबिर्सिनु होला है। ए बटल माउ धुने रहेछ त आँसी लागेर आउ त यो माउ धुने हेर्नु नै माउ धुनी छ डोरो काटिनु पर्छ सानो नानी माउ धुनी है माउ धुने छ त यहाँ कोही बेला आएर धुने कहिले हिजो हो कि कहिले कहिले पो बिहान त अहिले देखेँ मैले उताबाट आएर बिहान त हिउँने खेल्दै थियो त भालेसँग डोरी नकाट्नु डोरी नकाट्नु आँसी नकाट्नु यहाँ जत्रो बहिनी चाहिँ कस्तो छन् यहाँ पासो लगायो पासो काटिदियो भन्छन् यहाँ गाउँ गएर कस्तो छन् हाम्रो दुश्मनहरू हाम्रो जेलमा पर्छौँ यो के कारणले पासो लाग्यो माउले अब अहिले त्यसरी नकाट्नु बटियो यता यता काट्नु पऱ्यो यता सल्लाह भयो क्यार्नु पऱ्यो भनेपछि खोइ मोबाइल खोइ मोबाइल लौ त सल्लाह क्यार्नु पऱ्यो बस्नु पर्छ हेर यो माउ हेर बटिया यो पासो लाग्यो हामी पासो नकाटौँ हामीले पासो काट्यो भने झ्याङमा पाल्छौँ गाउँ घर होइन यो के कारणले मरेको यो किन पासो लाग्यो के विज्ञानले मरेको यो हामी बरु पुलिसलाई फोन गर्नु पर्यो छिटो गर्नु पर्छ त्यो राखिरहने हो ल म पुलिसलाई फोन गर्छु है त। हेलो अठै साहब हुनुहुन्छ हजुर यहाँ त यस्तो घटना घट्यो त आउनु पर्ने भयो पुलिस रिपोर्ट सिपोर्ट गर्नु क्या पोस्टमार्टम गर्नुपर्ने होला यहाँ कुखुरा माउले पासो लगाइसकेर हेर्नु यहाँ त घटना घट्यो के गरौँ छिटो छिटो आएर उ गर्नु पर्यो हजुर कुखुरा माउले पासो लाग्यो के कारणले हो हामीलाई के थाहा अब हामी त अहिले हाम्रो बड्डीले उताबाट घाँस काट्न गयो कि आएर यहाँ त कुखुरा माउले पासो लगाइसक्यो बटाउ आँसीलाई भने थिएँ मैले भने हुँदैन यहाँ पासो काट्यो भन्दा जेलमा पर्छ भनेर मैले पुलिसलाई फोन गर्छु भनेर हजुरलाई फोन गरेँ असै साहब आउनुहुन्छ ल छिटै आउनुहोस् हामी ल हामी आइछौँ हेरबटी कुरा भइसक्यो अब यहाँ के अब यो के विज्ञानले मरियो माउ बडी केही थाहा पाइन्छ म घाँस काट्न गएको थिएँ बिहान माउ खोल्ने माउ र भाइलाई लड्न लागेको थिएँ माउ भाटो लागेको थियो उहिले माउ गर्न सन्चो छैन भन्ने थिएँ भाइलाई ठुङ्न लागेको थियो ए मलाई सन्चो छैन किन ठुङ्छ भनेर भन्ने थिएँ म त अब लोग्ने सैन्य झगडा यस्तै त हो भने मैले पनि सुनेको थिएँ मैले पछि म तेह्रमा कति